ओके हामी चाहिँ अहिले हामी बारा क्षेत्रमा होइन कुनले त्यो धरतीको पहिलो पाइला धरतीको पहिलो 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 पाइला भनौँ भन्दै हाम्रो पार्टीले हाम्रो राति हाम्रो 2 बजेसम्म यस भइसक्यो सहमति भइसक्यो 2 बजेसम्म बसेर राति 2 बजे सहमति 2 बजे राति 2 बजे भगवान्को कल्याण गर्नु त्यही हो भगवान्को भगवान्को के छ अवस्था अरूभन्दा फरक हुनु तर फरक नहुनु हो मेन भनेको यहाँ श्राद्ध भन्ने कर्म नै अरूको नराम्रो के भएर सोच्यो भने आफू अटोमेटिक राम्रो हुन्छ यस्तो छ भने हाम्रो पार्टीको विधान पनि संशोधन गर्नुपर्छ हामी खुसी छौँ सबैलाई मिस अधुरो छ कति किन्ने हो गङ्गा जल जल त्यहाँ छ त जल तलै छ त जल छ त भगवान्ले यही जल त त्यो पनि मेरो चाहिँ भनाइ थियो उहाँले चाहनु भने खोला भर्खर सिकाइदिनु अनि तपाईँको यसमा के छ त यो पार्टीगतै निर्णय होइन हाम्रो हामी अगाडि चाहिँ हामी माथि पर्नुहुन्छ अब सिक्का पैसाहरू लानु छ है नदीमा पैसा अब लगेर चाहिँ कति भ्रम छ बनाउन नेपाल सरकारको नदीमा पैसा चलाउने कति खर्च त्यो भयो भगवान्लाई पैसै चाहियो भने त पैसाकै भगवान्ले आफैले उ गर्न सक्नु भयो पैसाकै यो गरिदिहाल्नु पानी बसेर जस्तै पैसा बसाइदिनु अनि एउटा चाहिँ अब कागज नोटले दुनियाँ चल्ने सिस्टम चाहिँ बनाइदिएको छ भगवान् सबैको रक्षा सबै प्राणीको रक्षा गर बगाउनु पर्छ भन्दैछ चले चाहिँ नारायण हुँदैन तर हाम्रो देशमा चाहिँ यस्तो सङ्गमस्थल भएको बित्तिकै त्यो भिडियोले गर्दा मैले एउटा भिडियो पोस्ट गर्ने खालको भिडियो हेर्नु हो ठिक छ नि विश्वास सप्तकोशी हो हामी चाहिँ सप्तकोशीमा छौँ हामी चाहिँ बरा बरा क्षेत्रको सप्तकोशीमा हामी नमस्ते दर्शकबिनहरू र हामी चाहिँ आज यता बस्नु न सर बरा क्षेत्रको चाहिँ यो हाम्रो पहिलो धरतीको सबभन्दा पहिलो तीर्थस्थलमा छौँ र हाम्रो पार्टीले चाहिँ यस तीर्थस्थलको अवलोकन गर्नको लागि चाहिँ एक कृतज्ञता जनाएर चाहिँ हामी आइपुग्यौँ र निर्मल सर
चाहिँ आफ्नो केही मन्तव्य के भनाइ चाहनुहुन्छ जस्तो लागिरहेको प्रतिक्रिया दिनुहोस् तपाईँ उहाँहरू त्यस्तो भन्दा ल मिस मलाई हामी प्रति तपाईँको धारणा होइन म उहाँहरू फुपू पार्टीदेखि एकदमै खुसी छु देशको अवश्य विकास हुन्छ क्यामेरा उता म बोल्दैन क्यामेरा उता म त गाएँ अन्तिममा मेरो भनाइ के छ भने हामी मिलिजुली हामी सिद्धार्थ परिवार हो पार्टी फुटाउने काम गर्नु हुँदैन हामी एक पार्टी लाल सलाम एक मिनट हाम्रो पार्टीमा समावेश हो हाम्रो लाल सलामको छैन हाम्रो यो गर्दिन त हाम्रो पार्टीको चिन्ह यो हाम्रो पार्टीको सिरियस मुद्रामा सबै मुद्रामा यातायात लाखौँ सरमा भोजपुरी फिल्मको हिरो जस्तो देखिनु भएको छ आज र उहाँ चाहिँ बडी पनि सो गर्न थाल्नु भएको छ र बडी सो गरेर हाम्रो एउटा एकदमै अलि अब पेट थोरै भित्र खुम्चाउनु त पेटभित्र लान्छ सर सास अलि बेसकन गर्नु मुठी बाँध्न र अलि स्माइल दिनु सर ओहो तपाईँलाई खडा देखिन्छ अझ अलि भित्र लान्छ सर पेट तपाईँ त बबाले आयो त थोरै भित्र अझै थोरै भित्र अबे ल विराज भट्ट जस्तो सास एकछिन नफेर सर सास फेर्नु भएन है सर फेरि ल अब यो त अब निरौवाले ल हामी चाहिँ यतिखेर ठ्याक्कै जनकपुरको मिथिला थालीमा कति बजे 3:30 बजे समयमा खाना बसेको मिथिला थाली ल हामी आज मिथिला थालीमा आइपुग्नु भएको छ के छ मलाई एकदमै खुसी लागिरहेको छ मैले त्यो सन्तोष शाहको माछा सेफ प्रोग्राम पनि बेला हेरिरहेको थिएँ हजुर र आज चाहिँ त्यही ठाउँमा आएर चाहिँ खाना पाउँदाखेरि चाहिँ म एकदमै खुसी छु हजुर र अब खाना चाहिँ खाइसकेको छैन कस्तो छ भन्ने कुरा मलाई थाहा छैन फेरि पनि हामी त्यसको प्रतिक्रिया लिन्छौँ होइन हजुर यसको प्रतिक्रिया ल प्रदोष सर तपाईँलाई आज लामो यात्रापछि धेरै भोको भएका थियौँ यहाँ आइपुगेका छौँ अब हेरौँ ल यता ल सर अनि हजुरहरूको के छ त एन्टी सर धेरै भोक लागिरहेको छ र प्रतीक्षाको फल मिठो हुन्छ भन्ने हामीलाई लागेको छ र हाम्रो पार्टीलाई पनि त्यो लागेको छ र आज खाना मिनिमम पनि अघिसम्म 3 चोटि थियो अब चाहिँ 5 चोटि थप्ने निर्णय भइसकेको छ 5 चोटि थपेन भने पार्टीको साधारण सदस्य पनि नगरेर निकालिन्छ 5 चोटि समर्थन छ त्यही कुरा हो होइन आज अब भव्य रूपमा हामी मिथिला थाली तर्फबाट आइपुगेका छौँ अब खाना खाने स्थलमा छौँ त्यसपछि प्रतिक्रिया ल हामी चाहिँ थकाली भन्ने लाग्यो यार भयो ए आज होइन म के अरे सुरु कसरी गर्ने यसलाई सुरु मिलाएर ल जानकी मन्दिर आइपुग्यो हामी चाहिँ अहिले जानकी मन्दिर होइन त विशाल सर ल जानकी मन्दिर परिसरमा छौँ अब यति बितेपछि अब 14औं दिनको हाम्रो कार्यक्रम यति नै हो जानकी सकिला हुने सुने है तपाईँले मैले त्यही सुने त यहाँ फोटो आउँछ यहाँ
जानकी मन्दिर पनि हामीले दर्शन गरेर अब जनकपुर धाम हाम्रो टोली अगाडि बढ्छ हाम्रो टोली अगाडि बसेर फोटो खिच्छ हाम्रो गरौँ सक्यो गर्दा पठाउँछ ल भाइ के छ मलाई देखेको हताउलाउने उता चाहिँ गरेर फोटो आएर ल अब हामी भ्रमणको लगभग अन्त्यमा छौँ। आज यो अन्तिम हाम्रो डेस्टिनेसन थियो जानकी मन्दिरमा आयौँ, दर्शन गऱ्यौँ, एक जग्गा फोटो खिच्यौँ, यहाँको अवलोकन गऱ्यौँ र यो भ्रमणबाट हामी लगभग तृप्त पनि भयौँ, अत्यन्त सन्तुष्ट भयौँ हामी र अब हामी चाहिँ यहाँबाट यताबाट फर्किँदैछौँ र भ्रमण पनि यति गरेपछि हाम्रो अत्यन्त उत्साहपूर्वक सम्पन्न हुन्छ। यही हो अन्तिम अवलोकन आजको, यही नै हो। ल धन्यवाद। ल यो चाहिँ राम जानकी मन्दिर अब सिद्धार्थ शिशु सदनको यो भ्रमण 4 दिने भ्रमणको अन्तिम दिन हामी राम जानकी मन्दिर भ्रमण गर्दै अब गन्तव्य स्थलमा प्रस्थान गर्न लागिरहेका छौँ। भ्रमण अत्यन्त स्मरणीय भयो। ल सक्ला मिस एकदम बवाल भयो छु, रमाइलो भयो। हिँड्ने ताल नमिले हो कि ताल किन मिलेन? एउटा पार्टी गठन भयो, त्यो पार्टीले पार्टीले केही बिगारेको छैन, पार्टीलाई दोष दिन पाइएन। छोडिदिनु अलिकति पार्टी गठनले केही गरेको छैन। हाम्रो त ग्रुपको फोटो